Hi guys, Sewaru and Namsewa, Mambandu Traditional and welcome back to my channel. अनि आशा छ तपाईहरु सबैजना आरामै हुनुहुन्छ भनेर अनि म पनि आरामै छु। अनि धेरै दिन बाद मैले फेरि पनि भिडियो ल्याएर आइसकेको छु साथीहरु। अनि आज चाहिँ म दिदीको घर आएको छु। दिदी भनेको आमाजु दिदीको घर। अनि यहाँ चाहिँ एकदमै भोज भत्यार भइरहेको छ साथीहरु। यस्तो कार्यक्रम चल्दैछ है। यो चाहिँ मेरो भएको अनि बिचारा मेरो बहिनी जता गए पनि दुखै म त पाउँदिन। अब हेर्नु यहाँ आगो हुर्रै बाल्छ है यस्तो डर लाग्दो गरी बाल्नुहुन्छ। अनि पचाएँ मैले भन्नुहुन्छ उफ माछामा आगो पुग्ने गरी यो त सेकवा सोक पोल्ने तरिकाहरू है साथीहरू। यस्तो खतरा सेक हो नि। गायन आएर फेरि यहाँ घर धुस्तै बनाएको छ बिचारा। यहाँ दिदीले सफा गरिराख्नु भएको खेलाउन सबै। अनि यहाँ छ तल छ बच्चाहरू चाहिँ हामी चाहिँ त माथि छतमा पकाएको नि त धुवाउँछ तल। कसले जित्यो गेम? अझै उनी खेल्दै हो? सक्यो? हो? कति गेम जित्यो? ल भन तिम्रो नाम के हो? नमस्ते भनेर भन्ने भन। स्यौ आके ने भन त ल। आउँछ ल भन भन न तिम्रो नाम के हो? खै यहाँनिर भन ल। स्यौ आके ने अस्ति सुनाउनु। स्यौ आके ने सोचिनु हो। दिस क्लासमा पढ्छ? गो गो 7 क्लास हो। 2 क्लास हो। के उठाउन आएको? लिएर आऊ है भाइ। के लिएर आउँ तर अब त्यही देख्यो त्यही जस्तो लाग्यो मलाई। ओहो के चोर गर्यौ यसले? के चोर गर्यौ? हामी जान्छौँ है। बस तिमी यहीँ राख्नु ल आन्टी यसलाई। यो त बोक्न सकिँदै हुँदैन। तपाईँको इन्टरनेसनल भेजा तानिदिन्छु। पोका पुन्तारा बोकेर कोली सुनाएर पानी पँधेरोमा धोबीको काम गर्न जाँदै हुनुहुन्छ। हामी आफ्नो डेस्टिनेसनमा आइसकेका छौँ। घरी घरी मुसु मुसु मुसुकोराए माथि धुने हो। कान्छी चाहिँ देखाउँदिनँ म। कान्छी लजावती। कान्छीकोमा चाहिँ म उ लगाइदिन्छु फुल। लुगा धुवाई साथीहरू लुगा धुवाई धोबी घाटमा हामी 3 जना आइसकेका छौँ साथीहरू। आएर पनि आधी लुगा धोएर सुकाइसकेका छौँ। यो घर चाहिँ हाम्रो माइली फुपूकै साथीहरू। घरमा चाहिँ घरबेटी चाहिँ हुनुहुन्न। सबै रुम बेटीहरू मात्रै हुनुहुन्छ। पहिला हामी बस्थ्यौँ मेरो बच्चा जन्मिनुभन्दा अगाडि। अनि बच्चा जन्मिएपछि हामी गाउँ गएको। हुक्का तान्दै हाम्रो बहिनी चाहिँ हुक्का चिलिमले। अर्ग्यानिक मोटर है यो चाहिँ। यो अर्ग्यानिक मोटर हो। हेर्नु है साथीहरू पानी यसरी तान्नुपर्छ है मोटर छैन भने। घुरुक 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 आएन के हो। यहाँ चाहिँ पिलिक पिलिक हल्लिँदैछ बहिनीको सास हेरेर चाहिँ। फु अन्त सुरुमा आएन क्या। फु गर्न नि तान्नु।
लुगा चाहिँ हेर्ने छ अब यति मात्रै बाँकी छ फिनिस्ड हुन आँट्यो लुगा चाहिँ यति यहाँ पोका पोका छ अनि एक पोका चाहिँ एक बाटो छ कि अर्को बहिनीले कान्छीले बोकेर गइसक्नु हो माथि गएर सुकाइ पनि सक्नुभएछ ऊ माथि घर चाहिँ यो होइन यो पछाडिको त्यो रातो लुगा देखिन्छ नि त्यतिको पछाडिको घर छ नि त्यो रातो लुगादेखिको पछाडिको घर चाहिँ त्यो तन्ना फुलबुट्टे तन्ना भएको घर चाहिँ हाम्रो फुपूठुलीको यो 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 दुईवटा त्यो रातो भेस्टीदेखि पर तन्नादेखिको चाहिँ ठ्याक्कै सिङ्गल ट्रीको मुनि पर्छ है रोकियो हामी चाहिँ बस्ने चाहिँ त्यहाँ माथि सिङ्गल ट्री हो देख्नु पनि त्यो ट्री त्यहाँ पिङहरू छ त्यहाँ रेस्टुरेन्टहरू हुन् यता त्यो कुन गुम्बा हो यता उतातिर रेड गुम्बाहरू यता कता पर्छ उता नि एउटा गुम्बा छ पानी त अघिको सक्यो तर यहाँनिर निकाल्नै धाउ पऱ्यो मुखले तान्दा तान्दा मेरो त यस्तै निस्क्यो ज्वालाई नै निस्किन्छ होला मेरो त